यदि साँच्चै देशको आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने हो भने एनआरएनहरूलाई डुअल सिटिजनसिप सहितको नागरिकता दिनु जरुरी हुन्छ, जसमा भोटिङ राइट होस्, आर्थिक राइट होस्, सम्पूर्ण राइट होस्। भरे चाहिएन प्रधानमन्त्री मन्त्री कुनै पनि पद चाहिँदैन, कुनै पद कुनै उसमा चाहिँदैन, तर चाहिँ उनीहरूलाई भोटिङ राइट, कम्तीमा भोटिङ राइट र आर्थिक राइट अनि सामाजिक सांस्कृतिक राइट चाहिँ भयो भने, डुअल सिटिजनसिप भयो भने चाहिँ बल्ल हामीलाई सुरक्षित महसुस हुन्छ। संसारका कैयौँ विकसित देशहरू, जहाँ डेनमार्क, नर्वे जस्ता देशहरू, सायद अमेरिका, अस्ट्रेलियामा पनि त्यस्तै छ, डुअल सिटिजनसिप छ। अनि हाम्रो नेपालमा बस्ने केही नेपालीहरू जुन चाहिँ 8 क्लास फेल छन्, तिनीहरूलाई राष्ट्रवादको चाहिँ अनि बहुत धेरै चाहिँ प्रब्लम हुन्छ। राष्ट्रवाद चाहिँ होइन, बहुत राष्ट्रियता बहुत तिनीहरूलाई चाहिँ उ छ। त्यहीँ कहीँ जान नसकेर आफ्नो देश ध्वस्त बनाएर, देशमा भएका युवालाई बस्न नसक्ने बनाएर अनि त्यहाँ राज गरिरहेछन्। पढे लेखेका मान्छे सबै विदेश छन्, अनि देशमा के भयो, नाङ्गी नाचे त भइहाल्यो नि। त्यस्तालाई चाहिँ देशको चिन्ता हुन्छ, त्यस्तालाई केही देशको चिन्ता होइन, त्यसलाई उसको आफ्नो भुँडीको चिन्ता छ, आफ्नो बुढीको चिन्ता छ, आफ्नो छोराछोरीको चिन्ता छ। त्यसैले कुनै पनि हालतमा एनआरएनलाई भोटिङ राइट, आर्थिक राइट सहितको आफ्नो चाहिँ नागरिकताको निरन्तरता दिनु जरुरी छ, जसले गर्दा देशको विकास, आर्थिक, सामाजिक र सांस्कृतिक सम्पूर्ण रूपमा चाहिँ विकास हुन्छ। नत्र भने खोक्रो राष्ट्रवादले, केपी ओलीको जस्तो राष्ट्रवाद चाहिँ केही काम छैन। अनि आफ्नो देशमा चामल उत्पादन हुन सक्दैन, आफ्नो देशमा दाल उत्पादन हुन सक्दैन, कपडा लगाएको विदेशी छ, स्कुलमा पढाइ इङ्ग्लिस हुन्छ होइन, अनि त्यस्ताले राष्ट्रवादको चाहिँ कुरा गरेर हुन्छ, ती वैगतका कुरा गरेर हुन्न। त्यसले गर्दा विदेशमा बस्ने नेपालीलाई, एनआरएनहरूलाई डुअल सिटिजन दिनुपर्छ, जहाँ आर्थिक, नैतिक अनि भोटिङ राइट होस्। थ्याङ्क यू।